अहिले पनि चाहिँ मोस्ट अफ द पिपल आउटसाइड टकिङ कि सैनिक स्कुललाई हामीले सक्दै सक्दैन कमर्समा दे आर भेरी ग्रेट दे आर भेरी ट्यालेन्ट स्टुडेन्ट्स आर भेरी ट्यालेन्ट भन्ने अहिले फिडब्याकहरू आइरहेछ त्यसै कारणले गर्दाखेरि त्यो इज्जतलाई चाहिँ नि अब तिमीहरूले चाहिँ नि राख्छौ भन्ने हामीलाई एकदम विश्वास छ र यु क्यान डु लास्ट इयर पनि भनेको थिएँ मैले यो तिमीले नै गर्ने अरूले कसैले गर्दैन बुझेछ है सो राम्ररी जाँच दिने त्यहाँ स्कुलको भनौँ न अब अननेसेसरी एक्टिभिटिज गरेर अलिकति दियो भन्ने बित्तिकै फेरि धेरै एक्टिभिटी गरेर चाहिँ फेरि इज्जतै नफाल्ने होइन हामीलाई त्यो परीक्षाको साथीहरूले पनि राम्ररी हेर्नुहुन्छ दोज पिपल उच्च माविको साथीहरूले पनि राम्ररी नै लिनु भएको छ हामी महाविद्यालय राम्रो विद्यार्थी छौँ भनेर त्यसै कारण त्यो इज्जतलाई चाहिँ राख्नुपर्छ र अब मार्क्सको कुरामा पनि तिमीहरूले कास्कीलाई टपाएको छ अब कास्की मात्रै नभएर राष्ट्रलाई टप्ने खालको चाहिँ मार्क्स ल्याउने प्रयास गर इट्स पोसिबल है अरू केही छ त एनी डाउट बेस्ट अफ लक